गर्ने पट्याउने म गर्ने पट्याइन्छ त जातमा के माया गरेपछि त माया गर्यो नि त एउटा भाइ पट्याएन अरु त बहिनीहरु हेलो 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 के कस्तो हुनुहुन्छ हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हैन तपाईहरुलाई चाहिँ मैले आज के कुरो भन्न गइरहेको छु हैन यो चाहिँ लास्टै खतरा भइरहेको थियो कि के हो भन्दाखेरि यो भाइ छ नि यो मेरो भाइ यो हो यो चाहिँ एकदम चोर हो के नम्बर ग दाई भरमा अलि शान्त बसेको के दाई भर दाई नत्र अनि दाई भर मात्र अलि शान्त बसेको नत्र भाइ यो चोरमा चाहिँ म त अलि असल मान्छे हो नि त त्यसैले चोर्दिन हैन मेरो आफ्नै घर छ नि त हैन सबै थोक छ के चोर्दिन हैन जति खान्छ आफ्नो घर खान्छ ए दाइ म भेरी सुन्न ताल म एउटा केही कुराहरु सोध्न गइरहेको छु हैन अहिले चाहिँ टक्क लाएर भन्नु पर्यो के सुन्न त बोल्नु पर्यो के त तँलाई के भन्ने त त काजी हो रे त हैन हैन मास्टर नि कता खोज्ने हो त मैले खोजी भ्या हो को हो त होला नि कोही खोजी भ्या होला नि कोही अरे यस्तो पनि हुन्छ कस्तो भन्न हुँदैन भने बेइज्जत तपाईलाई अहिले यो डाँडामा आउनु कस्तो फिल भइरहेछ अच्छा मजा फिल भइरहेछ रमाइलो फिल भइरहेछ त्यस्तो खतरा नाम के हो बाबु तेरो मेरो नाम बिर्सिन भयो मैले पो बिर्से हैन हाम्रो दर्शक बिनहरुले त बिर्सिनु भयो थाहै छैन मेरो नाम चाहिँ यम बहादुर नेपाली हैन म दाइ भनेको नि बा है मेरो ए बा रे छोरा है मेरो छोरा म चाहिँ दाइ भन्छु कि आफूभन्दा ठुलालाई बा छोरा भन्न अलि उ लाग्छ त्यही भएर दाइ भन्छु तेरो गर्लफ्रेन्ड छ अरे हो कहाँ घर त्यसको फोडा कहाँ फोडा भनेको ओ यता हो राम्रै छ राम्रो त राम्रै छ तँलाई मन पर्यो कति कक्षा पढ्छ अहिले उ चाहिँ यहाँ पढ्दैन 2 वर्ष भयो नाम के हो मनिषा के हो थापा हो अनि पट्याउने म गर्ने पट्याइन्छ त जातमा के माया गरेपछि त माया गर्यो नि त होइन होला त किन यस्तो भन्दाखेरि अलि उ भयो नि त र यसलाई चाहिँ हैन टक्क लाएर एकदम पागल बनाइदिन भनेको अलिक सकिएन कि हैन डन भन्छ हैन ठिकै छ डनै होला हैन तर क्यारले चाहिँ पागल बनाइदिनु अलिक सकिएन तपाईहरु चाहिँ टक्क यो लाइभ भन्दा नि यो भ्लगमा चाहिँ टक्क लाएर हेर्दै गर्नु होला है त सुन्न अहिले कति वर्षको भइस अरे 13 वर्षको भइस अनि तरुनी त निकै पट्यास भन्ने कुरो सुनेको थिएँ पट्याएन एउटा भाइ पट्याएन अरु त बहिनीहरु को बहिनी फेरि ओ जम्मै 6 बहिनीहरु कोलाडातिरको मारुतिरको स्कुलको सबै केटी बहिनी अहिले सम्म नानी अनि दुईटे कहिले सोध्नु गर